मेरो बुढाको च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन न। यो मन्दिरको रात चाहिँ हाम्रो मम बाबाको बिहा भएको पनि हेर्नु अरे हैन। नमस्ते सबैजनालाई। आज हाम्रो अब अर्को दिन चाहिँ हामी मामा आइसकेको थियौँ हिजो। आज चाहिँ हामी धानखोला सानखोला घुमेर यतातिरको भाइरल मन्दिर छ। हाम्रो मामा चाहिँ लाज मान्नु भएको छ भ्लगमा आउन। ल भान्जाको च्यानललाई सब्स्क्राइब गर्नु, फलो गर्नु हैन, भाइरल बनाइदिनु। हेलो, आज अब दोस्रो दिनको भ्लगमै मामाको आशीर्वादले भाइरल भयो भने एकदम मामालाई लड्डु खुवाउन आउँछु म काठमाडौँ। उहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ हैन। आमा यो के हाले अब अरे? हावाजातको पाङ्रो हाले जस्तो के हाले भन्दै हुनुहुन्छ हाम्रो आमाले। ल अब चाहिँ हामी जान लागेको छौँ मामाहरूदेखि। बाइक कुवामा पनि बेसी ल बसे। यहाँनिर बसेर चाहिँ म मेरो दादालाई यो स्कुलको भिडियो पठाइदिउँ, पुरानो याद सम्झना आओस् भनेर चाहिँ म यहाँनिर बसेर यो स्कुलहरू देखाइरहेको थिएँ। अनि अब चाहिँ हामी जान्छौँ धानखोला भनेको चाहिँ पहाडमै शिवको ठुलो पेन्टिङ भनौँ अब बनाएको छ। अनि म हरेक तालि यहाँ बेलामा चाहिँ त्यहाँ गइरहेको हुन्छु। अनि यो तालि चाहिँ ल अब भ्लग बनाउनु भनिसकेपछि भ्लगमा पनि देखाऊँ भनेर चाहिँ जाँदैछौँ। यहाँको भ्यू चाहिँ दामी रहेछ। अब हामी चाहिँ यहाँ एकछिन रोकेर भिडियो सिडियो बनाउँछौँ। अब हामीले यहाँ भिडियो बनाइसकेपछि अब हामी जाँदैछौँ फेरि कतातिर अरे? मन्दिरतिर। यिनले चाहिँ केही खाएकै छैनन्, मैले चाहिँ पूजा गर्दैन यो तारि। खाइसक्यो मैले चाहिँ। ल मेरो बुढाको च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन न। मन्दिरमा गएर भन्छु। ल मन्दिरमा गएर भन्ने अरे। अब चाहिँ हामी पहिलो मन्दिर पूजा गर्न जाँदैछौँ। अनि तिमी चाहिँ गइसकिन्? यता पूजा गर्दैछौँ। म चाहिँ बाहिर बसिरहेको छु। यहाँको भ्यू चाहिँ बवाल छ। अनि चिसो चिसो पनि लागिरहेको छ, हल्का फुल्का ज्याकेट स्याकेट टाइप पनि लागिएन, यत्तिकै आइयो, केही छैन। यो मन्दिरको राज भन्नुपर्दा तिमीलाई राज थाहा किन यो मन्दिरको? यता बाहिर आऊ अनि म भन्छु। यो मन्दिरको राज भनौँ। यो मन्दिरको राज चाहिँ हाम्रो मम बाबाको बिहा भएको पनि यहीँ हो अरे होइन। सुनेको, मैले त देख्न पाएन किनकि म जन्मिएको थिएन। के माग्यो त? माग्यो कि नै मेरो लागि? राम्ररी देखियो कि भन न। ल अब हामी फेरि जुन हामीले भनेको थियौँ नि त्यहाँ जाँदा, यो चाहिँ यहाँ चाहिँ पहिलो मन्दिर हो। अब हामी चाहिँ दोस्रो मन्दिरमा जान्छौँ। त्यसपछि चाहिँ छ हामी जाने भनेको ठाउँ। अझै फाइनली हामी आइसकेका छौँ। हामी चाहिँ यहाँ आउनुलाई अघिल्लो तालि पनि हामी आएको थियौँ। अनि अर्को तालिमा आएपछि यहाँ आउँछौँ चाहिँ बुढीले अब पुगिसकेपछि हामी आइसकेका छौँ यहाँ। हामी चाहिँ मैले एक दुईवटा सिनेमेटिक क्लिपहरू पनि हालेको छु, त्यो पनि हेर्नु है। गऱ्यौँ अब चाहिँ। अनि फोटोसोटो खिचेर टिकटक बनाइसकेपछि अब चाहिँ हामी जाँदैछौँ दिदीको घर दसैँको। के गर्नु दसैँको टिका लाउन जाँदैछौँ। अब चाहिँ बाटोमा भेटौँ है। हामी चाहिँ दिदीकोमा आइसकेको थियौँ। अनि दिदीलाई चाहिँ यसो बाइक चलाउन सिकाउने अरे। बाइक चलाउन सिकाउने हो कि जान्नु भए यसो प्र्याक्टिस गर्ने हो? तपाईँलाई चप्पल, दिदीको चप्पल लाउनु पर्छ है त यस्तो वाला। तपाईँलाई सिकाउने हो कि चलाउन?
ल आउँछ अरे है हिजोको ब्लगमा हेर्नुभयो होला चाहिँ उहाँले चलाउँदै हुनुहुन्छ हामी जाँदैछौँ हेलमेट नलाएर चल पल्दिन तल छोड्दिनु एक गियरमा हो फेरि एक गियरमा 1 घन्टा 2 घन्टा अहिले चाहिँ हामी यहाँ कफी खान आएको थियौँ त्यसले बाइक चलाएर लिएर आउनुभयो यहाँसम्म अब चाहिँ हामी कफी खाएर निस्किसकेको छौँ अब हामी घर जाँदैछौँ अब हामी घर जाँदैछौँ दुर्गाले रक्षा गरून् मेरो छोरा बुहारीको मनले सोचेको बुझ हो यार त्यही अब त्यसो पो गर्छ यहाँ खुट्टा पोरो छ हामी चाहिँ अब खानासाना खाएर टिका सिका लगाएर उहाँले चाहिँ मलाई यो चाली कपडा किनिदिन्छु भन्नुभएको छ किनिदिने हो त पैसा राख्नु भए कपडा किनिदिने अरे जान्नु त कस्तो कस्तो कपडा किनिदिने के किनिदिने जस्तो मन पर्छ तिमीलाई त्यस्तो त किन्दिनु वा ल जाम सपिङ गरेर आइसकेको छौँ देखाउँदै हुनुहुन्छ के ल्याइदिनु भए यो चाहिँ के प्रोग्राममा लाउन चाहिन्छ भनेर जुत्ता पनि ल्याइदिनु भएको छ उहाँले मलाई किनिदिनु भएको छ यो कस्तो छ के राम्रो छ त्यही त स्वाद थियो कपडाको मेरो डिस्कसन यता भइरहेछ कस्तो छ भनेर हामी चाहिँ अब घुम्न जाँदैछौँ कहाँ जाने दिदी हामी घुम्न थाहा छैन उहाँले आफ्नो गाउँ घरतिर घुमाउँदै हुनुहुन्छ हामीलाई फर्स्ट टाइम आउँदैछौँ दामी दामी अहिले अघि न हल्का नराम्रो देखिनु अहिले चाहिँ हेन्सम देखिसक्नु भएको छ है त बवाल ब्युटिफुल लेडी हामी चाहिँ आइसक्यौँ हाम्रो यता पुल चाहिँ दामी रहेछ होइन यहाँ चाहिँ यो चाहिँ यहाँको एउटा के हिस्ट्री मलाई के थाहा छ भने चाहिँ अहिले हामी उभिरहेको चाहिँ भालुबाङ हो न दाङ अनि यो पुल कटेपछि चाहिँ अर्को खाँची अर्को जिल्ला अब हामी यहाँदेखि हिँड्दै दाङदेखि हिँड्दै अर्को खाँची पुग्छौँ त्यो पनि 2 मिनटमा हामी चाहिँ हिँडेर दाङदेखि अर्को खाँची जाँदैछौँ यो पुल कटेपछि चाहिँ अर्को खाँची आउँछ ल यहाँको राप्ती खोला हो यो चाहिँ दामी छ तर अहिले भलाएर हल्का धमिलो भइरहेको रहेछ अहिले चाहिँ हामी हिँडेर आइसकेका छौँ अर्घाँची जिल्लामा यो बोर्ड हजुरहरूले पढ्न सक्नुहुन्छ ल अब हामी चाहिँ तल गएर दिदीहरूको टिकटक बनाउने दिदीको अनि यिनको जाम है त ल हामी चाहिँ फाइनली आइसकेको छौँ लोकेसनमा यहाँ चाहिँ यस्तो दामी फुल फुलिरहेको रहेछ यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ अनि यहाँ चाहिँ झुलुङ्गे पुल पनि रहेछ माथि अब यो चाहिँ अर्घाखाँची हो अनि उ त्यो झुलुङ्गे पुल सकेको ठाउँ चाहिँ कहाँ हो अरे भालुवाङ दाङ हो अनि उता राप्ती खोला बगिरहेको छ अगाडि दामी छ लोकेसन दामी देखियो नि मैले चाहिँ यिनको भिडियो बनाएको छु पहिला तपाईँहरू त्यो हेर्नु अनि फेरि भ्लगमा आउनु होला है ल अब चाहिँ हामी टिकटक सिकटक बनाएर अनि भिडियो सिडियो फोटो खिचेर जाँदैछौँ दिदीको घरतिर ल अहिले चाहिँ हामी घुमेर भ्याएर घर आइसकेका छौँ मामा घर अनि त्यसपछि म चाहिँ आउँदाखेरि चाहिँ त्यहाँ सानो बाको डेरीमा पनि पसेर आएको थिएँ अनि त्यसको पनि छोटो क्लिप हेर्नु अब भोलि चाहिँ हामी दादासँग जाँदैछौँ लुम्बिनी घुम्नलाई